ल साथीहरू आज चाहिँ हामी हाम्रो फेरि पनि अर्को एपिसोडमा आएको छ क्राफ्ट बियर टेस्टिङ। अब यो हामी चाहिँ जर्मनीको हाम्बुर्ग सहरमा बसिरहेको छौँ अहिले रेकर्ड गर्दाखेरि चाहिँ। अनि त्यसपछि हाम्रो चाहिँ एपिसोडमाथि एपिसोड आइरहेको छ यो क्राफ्ट बियरको होइन। डाइनो बियर खान। अब कस्तो छ भन्दाखेरि मैले चाहिँ काम गर्ने ठाउँमा चाहिँ अब हामीले चाहिँ इन्टरनेसनल अब अमेरिकादेखि मेक्सिकोदेखि सबै ठाउँबाट चाहिँ हामी खतरा खतरा वर्ल्डको टप क्राफ्ट बियर ल्याएर बेच्छौँ। अनि त्यहीँबाट चाहिँ हामीले चाहिँ बियर लिएर आएर आज टेस्ट गर्दैछौँ। राहुल पनि बियरै खान भनेर उहाँबाट बोर्केनबाट झोला ओ बाँधेर ओ आयो ओ होइन। ओ अब 2 झोला बाँधेर आयो, बियर पनि लान्छु भन्छ। अब त्यसकै लागि चाहिँ अब ट्राई गर्दैछौँ हामी चाहिँ कुन चाहिँ बियर यसले अब 2 महिनासम्मको लागि लान्छु भन्छ। अब त्यसको लागि चाहिँ हामीले चाहिँ टेस्ट गरेर मिठो मिठो बियर यसलाई चाहिँ कसैले अब स्वरूप ब्याग अब ब्यागभरि पठाउने हाम्रो चाहिँ प्लान छ होइन। त्यसकै लागि चाहिँ अब हामी बियर टेस्टिङ गर्दैछौँ। अब बियर हामीले थोरै हालेका छौँ। यो चाहिँ क्राफ्ट बियर हो होइन। अनि नाम छ यसको नाम चाहिँ क्लाउड फजी। वाटर, फजी क्लाउड वाटर हो। यो चाहिँ अलिकति फेमिनिन अलिकति यो चाहिँ कस्तो खालको भने केटीहरूले पनि खान हुने होइन, अलिक सफ्ट खालको बियर हो होइन। जुन चाहिँ मलाई पनि अब ठिकै लाग्छ। कस्तो भने अब अलिक स्ट्रङ हुँदैन, खान पनि मजा आउँछ। अनि त्यसपछि अलिकति स्ट्रङ, त्यस्तो स्ट्रङ त हुँदैन। यसको पर्सेन्टेज चाहिँ कति छ भन्दाखेरि अ, धेरै छैन, पर्सेन्ट पनि जम्मा 4 4.2 छ। यो चाहिँ अब सबैजनाको लागि बियर अब चाहनेहरूलाई चाहिँ राम्रो बियर भन्छु होइन। अब त्यही पनि खाएर पनि एक्ज्याक्ट कस्तो छ भनेर हामीले यसको रिभ्यू दिने नै छौँ। एकचोटि अब फर्स्टमा यसलाई सुँघेर चाहिँ एकचोटि देखाउँछु। आहाहाहाहा! सुँघ्दाखेरि चाहिँ रिफ्रेसमेन्ट हुन्छ है मलाई म पनि चाहिँ। ट्राई गर्छु। नाम जस्तै छ फ्रुटी, दामी फ्रुटी। अब चाहिँ हामी एक फुटको हो बियरको अब खान गइरहेका छौँ होइन। म एक फुटको लिएर अनि यसको अब स्वाद हजुरहरूलाई भन्छु। अनि राहुलले पनि भन्छ होइन, उसलाई कस्तो लाग्यो भनेर। लान्छ कि लाँदैन घरमा? है त। फ्रुटी, त्यस्तो फ्रुटी खालको रहन्छ मैले जस्तो सोचेको थिएँ। अस्ति मैले काममा खाएको जस्तो त्यस्तो खालको फ्रुटी त रहन्छ। तर पनि ठिक छ, सफ्ट बियर छ। तपाईँहरूले अहिलेसम्म क्राफ्ट बियर खानुभएको छैन, स्पेसल अब फ्रेस बियर खानुभएको छैन भने त तपाईँहरूलाई पक्कै पनि मनपर्छ होइन। अब राहुलले टेस्ट गरेर उसलाई कस्तो लाग्यो उसले भन्छ। खाइदिउँ है त। जोस् फ्रुटी नै छ, तर त्यस्तो जुन त्यो प्रमिसिङ फ्रुटी एकदम लास्टै फ्रुटी हुनेवाला चाहिँ छैन। जस्ट लाइक दाइले भने जस्तै जस पिल्सनर तितो, क्लासिक तितो केही पनि छैन। जस्ट यो चाहिँ सबैले खान मिल्छ। यो चाहिँ मलाई चाहिँ मिठो लाग्यो यो बियर होइन। फ्रुटी स्मेल छ, फजी भनेको छ, चिज अलिक बढी आउने रहेछ। जस्ट ओभरअल हेर्नुपर्दा मलाई चाहिँ जस्ट मिठो लाग्यो, लिएर जान मिल्छ। अनि अर्को इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के छ भन्दाखेरि नर्मली हामीले चाहिँ यहाँ 60 सेन्ट 70 सेन्टबाट बियर खाइरहेको हुन्छौँ। ल मानौँ नर्मल बियरहरू 1 युरो त्यसोसम्म आउँछ। तर यसको चाहिँ क्राफ्ट बियरहरू चाहिँ स्पेसल हुन्छ अनि अलिक फ्रेस खाने भएको भएर चाहिँ अलिक महँगो हुन्छ। यो चाहिँ जे होस् अलिकति एभरेज जस्तै हो, तर एभरेजभन्दा अलिकति माथि छ। यसको चाहिँ लगभग 6-7 युरो पर्छ एउटा बियरको। अहिले हामीले खाइरहेको एउटा यो देख्न सक्नुहुन्छ, एउटा यो क्यान, यो चाहिँ 0,5 पनि होइन, यो त 440 एमएल रहेछ जम्मा। त्यसको लागि 6-7 युरोज कति तिर्नुपर्छ। अब मलाई त हल्का अब डिस्काउन्ट हुन्छ, मैले अब आफूले अब काम गर्ने ठाउँ भएको भएर। तपाईँहरूलाई पनि अब अर्डर गर्नु मन छ भने हामीले लिङ्कमा हालिदिन्छौँ। अनि अफकोर्स अब मलाई मेसेज गरेर अथवा मलाई कुरा गर्नुभयो भने अलिअलि डिस्काउन्ट त मिलाइदिन सक्छु। तपाईँहरूको पार्टीको लागि हुन्छ अथवा कहिलेकाहीँ अब साथीभाइसँग नयाँ कुरा, नयाँ बियर टेस्टिङ गर्नको लागि हुन्छ, बर्थडेको लागि हुन्छ, जतिखेरको लागि पनि यो चाहिँ सुइटेबल हुन्छ होइन। त्यही हो।
अब राहुलले पनि 2 शब्द केही भन्छ होइन? अझै 2 शब्द भन्दा नि सब दाइले भनिसक्यो। जस अब त्यही हो, सपोर्ट गरिदिनु होला होइन। स्टार्ट भने नै त्यही हो होइन। सबैले सपोर्ट गर्यो भने अलिकति हामीलाई सजिलो पनि हुन्छ, मोटिभेसन पनि हुन्छ अझै नयाँ बियरहरू ट्राई गर्न। यो यो चाहिँ स्टार्ट मात्र हो। हामीले अहिलेसम्म कतिवटा बियर 2 टा बियर ट्राई गर्यो होइन। सो अझै हामी आउनेछौँ फेरि पनि दाजुभाइ होइन बियर टेस्ट गर्न। हुँ। त यति हो मैले भन्नु चाहिँ है 2 शब्द। ठिक छ, ठिक छ, ठिक छ होइन। अब नेपालमा बस्नुभएकादेखि लिएर अब यहाँ जर्मनीमा बस्नुभएकादेखि लिएर सबैतिर बस्नुभएको लागि चाहिँ बियरहरू चाहिँ अब बियर त सधैँ खाइन्छ, नेपालमा पनि खाइन्थ्यो, जता नि खाइन्थ्यो। तर अब बियर इन्थुजियास्टहरू जसले चाहिँ बियरमा के चाहिँ रहेछ बियर भनेर अलिकति राम्रोसँग बुझेर खानेहरू चाहिँ यहाँ चाहिँ अलि जर्मनमा चाहिँ धेरै बियर खाने भएको भएर चाहिँ मान्छेहरू अलिकति धेरै बियर खानेहरूले चाहिँ बुझी बुझी अब संसारकै सबसे खतरा खतरा बियर खोजेर खाइरहेको हुन्छ। अब त्यस्तै एउटा सप मा चाहिँ मैले चाहिँ अहिले अनलाइन सपहरू हेर्दैछु, काम गर्दैछु। त्यसमै नै चाहिँ अनि त्यसपछि अब हामीले यो भिडियो बनाउँदैछौँ। यो अहिले भर्खर एउटा हेरेर गयो होइन, त्यो उता पनि। अब हामी पनि यहाँ बाहिर बसेर चिलमा अब हल्का टेस्टिङ दिँदैछौँ होइन। त्यही हो अब फर्दर अरू भिडियोहरू लिएर हामी आउने नै छौँ। त्यतिको लागि